नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चले सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। शुक्रबार दशैं तिहार तथा छठ पर्व र नेपाल सम्वतको अवसरमा मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्मान तथा शुभकामना आदान प्रदान गरिएको हो। शान्त बहादुर साकेको संयोजकतामा भएको कार्यक्रममा करिब 125 जनालाई सम्मान गरिएको थियो भने प्रमुख अतिथिमा संगीतकार भैरव थापा हुनुहुन्थ्यो। अब विश्वभरिमा 1 अर्ब 20 करोड भन्दा पनि अधिक हिन्दू धर्मावलम्बीहरूको समाज फैलिँदै जान थालेको छ। यो हिन्दू धर्मावलम्बीको लागि गौरवको विषय हुन पुगेको छ। त यही हिन्दू धर्मको गौरवका निम्ति पनि एक हिन्दू राष्ट्रको आवश्यक हुन गएको छ यस धरतीमा। अब यस धरतीमा त जुन धरतीबाट उदायो त्यो धरतीमा हुन त आवश्यक छँदैछ। यदि होइन भने विश्वको धरतीको कुनै भूभागमा पनि आखिर एक दिन हिन्दू राष्ट्र स्थापना हुन्छ। यो यति भनिकन म आफ्नो बोलीलाई टुङ्ग्याउँछु। सबैको जय होस्, सबैको कल्याण होस्। अनिता दितालज्यूलाई पनि म सम्मान पत्र ग्रहण गरिदिन अनुरोध गर्दछु। अनिता दितालज्यू निकालिदिला पर हातमा त कतै दिलको त यो खै हातमा म बाजु थाहा भए धन्यवाद है। शान्त शान्ति उहाँले कमजोर सोच कसले लिदिन्छ ए नानी ल नानी एन्जु त्यस्तै भएछ। फेरि मान्छे छिटो गर त आदरणीय अहिले भर्खरै यहाँ सभापतिज्यूले सम्मान दिइराख्नु भएको छ र त्यो सम्मान लिइरहेका छौँ। अब सम्मान दोसल्ला उडाउने हो कसैलाई होइन दोसल्ला सिद्धि। अब सभापति बढी मल मलाउन मिल्दैन कि अब गाईको समापन गरायो त्यही हो त। अब हामी कार्यक्रमको समापनतर्फ अगाडि बढिरहेका छौँ र यस कार्यक्रम भव्य सभ्य र उत्कृष्ट कार्यक्रमलाई समापन गरिदिनको लागि म साफ नेपालका अध्यक्ष कपिलेश्वर यादवज्यूलाई सम्मान ग्रहण गरिदिन अनुरोध गर्छु। मैले लगभग 3 चोटि नाम बोलाएँ, अहिले दाइलाई अर्कोचोटि पनि बोलाइरहेको छु। आइदिन अनुरोध गर्दछु। ल मैले लिए सम्मान ठिक छ होइन लिदिछु अरे यो अर्कै हो लिदिछु अनि अलिक त है हजुर समापन अहिले होइन उता शुभकामना उता किशोरी काकाले म शुभकामना दिनु पर्दैन बिचमा यो बोलाएर किन बोलायो नबोलायो अन्त्य अब हामी कार्यक्रमको अन्ततर्फ अगाडि बढिरहेका छौँ। यसरी कार्यक्रमको अन्ततर्फ अगाडि बढ्ने क्रममा मैले यहाँहरूलाई भनिरहेको छु अब हामी समापनतर्फ अगाडि बढेका छौँ। अब समापन गर्नुभन्दा अगाडि हामीले केही अतिथिहरूको थोरै समय लिनुपर्छ। यसको लागि म आदरणीय किशोरी महतोज्यूलाई शुभकामना सन्देशको लागि अनुरोध गर्दछु। हजुर बोल्नुहोस् न स्टेजमा कराउने गुरु जस्तो मान्छे गर्नुहोस् न मन्तव्य राख्नुहोस् न हजुर। 94 वर्ष भनेपछि उहाँले जे भन्नु त्यही हुन्छ। 84 पर्व भन्दा छुटाओ मेटो एमा तरसा निशा दिन पर्व मोइराको आफ्नै सगा साता। जब म 84 वर्षको हुन्छु पूजा लाइन्छ 84 वर्षको किन लाइन्छ? जति पनि हामीले काम गरे त्यो सब सकियो। अब हामी भगवानको सँग साता छौँ, हामीले जे भन्छौँ त्यही हुन्छ भनेर त्यो एउटा आशीर्वाद हो। उहाँले जे भन्नु त्यही हुन्छ। और उहाँ जस्तो
जस्तो एउटा भगवानको स्वरूप हामीहरू प्रति उपस्थित भइरहनु भएको छ एज प्रमुख अतिथिको रूपमा। हामी धेरै सौभाग्यशाली हौँ। पहिला देवीबाटै गरौँ जस्तो लाग्यो, किनभने हामी आधा आकाश ढाकेका हाम्रा आमाहरू, दिदीहरू, बहिनीहरू, छोरीहरू अहिले त आधा आकाशभन्दा पनि बढी भइसक्नु भएको छ नेपालमा। प्रत्येक क्षेत्रलाई हेर्ने हो भने, प्रत्येक क्षेत्रमा हेर्ने हो भने महिला सहभागिता, महिला जागरुकता, महिलाको योगदान अहिलेको नेपालको इतिहासमा अग्रणी मानिन्छ। यसै क्रममा म सम्मान ग्रहण गरिदिनको लागि दुईजना व्यक्तिलाई एकैचोटि आमन्त्रण गर्छु। सम्पूर्ण आमाहरू, आज सम्मानित हुनुहुने आमाहरू, दिदीहरू, बहिनीहरू, छोरीहरूको तर्फबाट अगाडि आइदिन मैले पहिलो सम्मानपत्र यो चाङबाट फेला पारेको छु। श्री पाथिभरा माता शोभा दिव्याङ्श्रीज्यू, उहाँलाई अगाडि आइदिन अनुरोध गर्दछु। र त्यसै गरी अर्को सम्मानपत्र कसको छ देऊ त नानु? त्यसै गरी अर्को सम्मानपत्र मेरो हातमा आएको छ आदरणीय पूज्य गुरु पुष्परामज्यूको। दुवैजनालाई अगाडि आइदिन अनुरोध गर्छु। र अरू सम्मानपत्र म त्यही चाङबाटै लिनेछु, मलाई समात्न मात्रै दिनुहोला। मेरा पूज्य आमाहरू, बुवाहरू, साथीहरू सबैलाई अनुरोध गरेँ, आज मेरो लिस्टले काम गरेको छैन, म सिधै गर्छु। यसको लागि माइन्ड नगरिदिन अनुरोध गर्दै म एउटा सम्मानपत्रमा लेखिएको बेहोरा पढ्छु। नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्च काठमाडौँ नेपाल सम्मान पत्र श्री पाथिभरा माता शोभा दिव्याङ्श्रीज्यू नानु श्री पाथिभरा श्री माता शोभा दिव्याङ्श्रीज्यू आध्यात्मिक साधक तथा तान्त्रिक समाजसेवी। नेपालको माटो, धर्म, संस्कार, संस्कृति, भाषा, सभ्यता र पौराणिक संरचनामा निहित मानवीय आस्था, विचार, संवेदना र मानवीयताको संरक्षण, सम्वर्धन, प्रवर्धन गर्दै आध्यात्मिक ज्ञानलाई साधनाको माध्यमबाट लोक कल्याणका लागि प्रयोग गर्नुभएको अमूल्य योगदानको कदर स्वरूप यहाँलाई यो सम्मान पत्र अर्पण गर्दछौँ। तपाईले सनातनी वैदिक ज्ञान, विवेक र धर्मको पालना सहित जगतमा करुणा, सह-अस्तित्व र शान्तिको सन्देश फैलाउँदै नेपाल राष्ट्रलाई समुन्नत र सभ्य समाजको दिशामा अघि बढाउन गर्नुभएको योगदान अतुलनीय छ। नेपालमा हिन्दू राष्ट्र पुनर्स्थापना गर्दै सबै धर्म, भाषा, संस्कार र संस्कृतिप्रति समभाव राखी समुन्नत र शान्त र समृद्ध समाज निर्माण गर्न तपाईको योगदान निरन्तर रहोस् भन्ने हाम्रो हार्दिक अपेक्षा रहेको छ। शान्तबहादुर साके कार्यक्रम संयोजक, डाक्टर इन्जिनियर विष्णु बराल सभापति केन्द्रीय अध्यक्ष, भैरबबहादुर थापा नृत्य शिरोमणि प्रमुख अतिथि, मिति 2082 आश्विन 31 गते शुक्रबार। यो सम्मान पत्र हस्तान्तरण गरिदिन म प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु। मैले आदरणीय सत्यदेव महाराजलाई पनि अगाडि उभिदिन अनुरोध गरेँ। गुरुदेव माफी चाहे एकचोटि। र यो कार्यक्रम लाइभ भइरहेको कुरा पनि म जानकारी गराउँछु र यो कार्यक्रममा सहभागी रहनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, सम्पूर्ण व्यक्तित्वहरूले यसलाई सेयर सब्सक्राइब गरिदिनु पनि सक्नुहुनेछ। यहाँले देखिराख्नु भएको छ। त्यसै गरी अर्को सम्मान ग्रहण गरिदिन मैले अनुरोध गरेँ। सम्मान पत्रको भाषा एउटै रहेको छ, म व्यक्तिको नाम मात्रै उच्चारण गर्छु। मैले सँगै सम्मान गर्न लिनको लागि बोलाएको थिएँ। श्री पुष्प रञ्जितज्यू प्रमुख संरक्षक, पशुपति दैनिक शुभ भजन समूह काठमाडौँ। गुरुलाई नचिन्ने कोही छैन, मैले अरू कुरा आइजन राखेँ। त्यसै गरी अर्को सम्मान ग्रहण गरिदिनको लागि म आदरणीय व्यक्तित्व श्री देवराज अधिकारी दाजुलाई अनुरोध गर्दछु। देवराज अधिकारी दाजुको सम्मान पत्र ग्रहण गरिदिन म श्री अनिता दिदालज्यूलाई अनुरोध गर्दछु।
यो संस्थाका पदाधिकारी एकजना साथी त मेरो छेउमा आइदिनुहोस्, कमसेकम एकजना त आइदिनुहोस्, यदि प्रमाणपत्र उठाएर मेरो हातमा त दिनुहोस्। कोही हुनुहुन्न यो हलमा संस्थाका पदाधिकारीहरू कोही पनि हुनुहुन्न? ल मै नाम लिन्छु। भावना बहिनी आऊ त बाबा, इन्दिरा बहिनी आऊ नानी। यी दुईटै बहिनीहरू चाहिँ नोबेल साकोसँग आबद्धित छन् है, मैले घोषणै गरेँ, किनभने काम नगर्ने संस्थाका साथीहरूको नाम लिइराख्नु जरुरी ठान्दिनँ म। मलाई सबैबाट नझिकिदिनु होला, एउटाबाट झिकिदिनु होला, अनि एकजनाले उता लगेर दिनु होला है। मलाई एउटाबाट झिकेर दिनु होला। आदरणीय त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन म विपना देवी मल्लज्यूलाई अनुरोध गर्छु, समाजसेवी तथा राजनीतिज्ञ। नानी उता लग। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन म बलराम बोगटीज्यूलाई अनुरोध गर्दछु, सामाजिक अभियन्ता। सबैबाट त्यसै गरी म अर्को सम्मान पत्र ग्रहण गरिदिनको लागि आदरणीय समाजसेवी श्री प्रेमशिला देवी महाराजलाई अनुरोध गर्दछु। प्रेमशिला देवी महाराजु अगाडि राख्दिउँ है, नभएको चाहिँ एक आफू मैले नाम उच्चारण गरेको व्यक्ति मात्रै अगाडि आइदिनु होला। अर्को सम्मान पत्र ग्रहण गरिदिनको लागि अभियन्ता तथा साहित्यकार श्री मानन्दर अभागीज्यूलाई अनुरोध गर्दछु। मानन्दर अभागीज्यू हजुरको कसको? ल तिमी आऊ बाबा, शान्तजीले त्यहाँ गर्नुभएको धेरै भयो। हजुर उता जानु न, उता सम्मान पत्र उता। मैले यसो गरेँ, आदरणीय प्रमुख अतिथिज्यूलाई बसिदिनु मैले अनुरोध गरेँ, सत्यदेव गुरुदेव महाराजलाई नै बसिदिनु अनुरोध गरेँ। दाजु मैले आदरणीय सभापति दाजुलाई पनि उही आफ्नै सिटमा बसिदिनु अनुरोध गर्दछु। एकछिन यो म म्यानेज गरिदिन्छु, भएन यहाँ। एकछिन सबैजना तल गइदिनुहोस् त एकचोटि, सबैजना तल, सबै साथीहरू। हेलो शान्त सर, तल गइदिनु एकचोटि। खै त यो भएन के, गन्जागोल भयो। हजुर तल गइदिनु त शान्त सर। एकछिन अहिले सम्मान पत्र ग्रहण गर्दै हुनुहुन्छ मानन्दर अभागी दाजु। खै त भइसकेको हजुरको? ए हस्, होइन दाजु एकछिन मानन्दर दाइ, एकछिन दादा। त्यही भएर म साथीहरूलाई भन्छु कि मैले यहाँबाट हेरेर सम्भव हुँदैन नि, साथीहरूले हेरिदिनु पर्यो कि, दिने भनेर दिनु भएन नि त। ल अब मैले सम्मान पत्रको लागि प्रेमशिला देवी महाराजलाई अनुरोध गर्छु र मैले अनुरोध गरेँ ल साथीहरूलाई जसको नाम लिन्छु उहाँ चाहिँ आएर हाम्रो सभापति भए ठाउँमा पुगिदिनु होला। यो बिचको कुर्सी टेबल निकालिदिनु होला साथीहरूले, यो टेबल निकालिदिनु होला। हेलो साथी, त्यो टेबल झिकिदिउँ न। ल त्यहाँ गइदिनु होला। अनि प्रमुख अतिथिज्यूको हातबाट उहाँ चाहिँ बसेर दिनुहुन्छ। प्रमुख अतिथिज्यूले प्रमुख अतिथिसँग होइन दाजु बस्दा हुन्छ, बसेर दिनुहुन्छ दाइले, त्यहाँबाट एक्सन ग्रहण गर्ने। अनि साथीहरूले चाहिँ नछेकिदिनु होला। ल होइन दाजु अगाडिबाटै। अब यसपछि अर्को सम्मान पत्र ग्रहण गरिदिन म श्री इन्दिरा रेग्मीज्यूलाई अनुरोध गर्दछु। उहाँ अहिले हुनुहुन्न, उहाँको सम्मान पत्र हाम्रो साथीहरू कसैले ग्रहण गरिदिनु होला। त्यस्तो तल छैन होला। अब त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिनको लागि म इन्दिरा भण्डारीज्यूलाई अनुरोध गर्दछु। इन्दिरा भण्डारी, काठमाडौँ, नेपाल। यो कार्ड किन ल्याएको फेरि? उतै त राख्यो, उतै राख्यो, त्यहाँ राख्यो, यहाँ नल्याऊ। अर्को सम्मान पत्र ग्रहण गर्नको लागि म एन्जेलिना नेउपाने, साहित्यकार तथा कलाकार, म उहाँलाई अनुरोध गर्दछु। एन्जेलिना नेउपाने सीता फोटो कि भिडियो खिच्दो। सरी इन्दिरा, त्यो एन्जेलिना, इन्दिराको अहिले छ।
आज यस कार्यक्रममा सहभागी हाम्रो विश्व बरालको विशेष हाम्रो देवी आज फर्स्ट अफ अल त म के भन्न चाहन्छु भने हाम्रो आज आयोजना हामीहरू विश्व बराललाई नेपालमा इन्डियामा त सबैले चिन्नुहुन्छ दाइलाई नेपालमा नाम सुन्नु धेरै छन् तर देख्ने कम आज यो महल पनि दाइ विश्व बराल दाइ कस्तो होला भनेर आउनुभएका धेरै व्यक्तिहरू पनि मैले भेटेको छु अस्ति मैले धेरै मान्छेसँग साथीभाइहरूसँग बोल्दाखेरि विश्व दाइ कस्तो हुनुहुन्छ भनेर भनेका छन् विश्व बराल दाइले आज हाम्रो नेपालमा आएर केही राम्रो निस्वार्थले उहाँले काम गरिदिनु भयो यहाँका हिन्दू राष्ट्रका सबै साथीभाइहरूले र अभियन्ताहरूले साथ दिनु भनेर अस्ति मैले दाइलाई पनि जानकारी दिएका थिएँ र आज पनि यो महल हेर्दाखेरि धेरै खुसी लागेका छन् र आज धेरै प्रमाणपत्रहरू लगभग 140 जनालाई हामीले आज सम्मान गरेका छौँ। आज हुन त 140 धेरै हो, अब त्यही भनौँ अब पछि दाइले विश्व बराल दाइ के हो कसो हो अलि पछि त दाइले तपाईँको उहाँको भनाइ सुन्न बाँकी नै छ र आज एउटा तपाईँलाई गाना सुनाउँछु जहाँ छैन बुद्धका। Thank you so much. Track please.
राष्ट्र आज तपाईँहरू सबै हिन्दू राष्ट्रको लागि आउनुभयो भने हामी सबै मिलेर हाम्रो यो विष्णु दाइको अभियान हाम्रो अभियान सबैले पुरा गर्नुपर्छ। अब हामी सबै यहाँ किन जनघर भयो भन्ने अब हाम्रो दाइको मुखार बिन्दुबाट हामी सुन्न बाँकी रहन्छ। धन्यवाद सबैलाई आज पाल्नुभएका सम्पूर्ण दर्शकबिन हाम्रो पत्रकार साथीभाइहरू र यहाँ हाम्रा टिमका धेरै साथीहरूले आज दुःख गरिराख्नु भएको छ। मैले मात्र होइन सबै टिमहरूलाई म स्मरण गर्दै आज म मेरो सानो मन्तव्य यहीँ राख्छु। सत्याउँछु। धन्यवाद। थ्याङ्क यू सो मच। धन्यवाद शान्त बहादुर साकेज्यू। मैले अघि नै भने शान्त बहादुर साके नभइदिएको भए आज हामी यो प्रेक्षालयमा उभिन त पाउँथ्यौँ होला अर्कै कार्यक्रममा, यो कार्यक्रममा चाहिँ उभिन पाउने थिएनौँ। यति भन्दै म शान्त बहादुर साकेज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु र एकचोटि संयोजक जस्तै यो कार्यक्रमको संयोजन गर्नुभयो उहाँलाई तालीद्वारा सम्मान गरिदिनु पनि अनुरोध गर्दछु। र म फेरि अब सम्मानतर्फ अगाडि बढ्छु। सम्मानको संयोजन गरिदिन पनि म आदरणीय साकेजीलाई नै अगाडि आउन अनुरोध गर्छु। फेरि पनि म अतिथिगणहरूलाई म पवन दाइलाई पनि अगाडि बोलाएँ, त्यसै गरी सभापतिज्यू लगायत सम्मानको लागि अनुरोध गर्दछु सम्मान प्रदान गरिदिन। पहिलो अब यो सेसनको पहिलो सम्मानका लागि म अत्यन्तै आदरणीय व्यक्तित्व वरिष्ठ राजनीतिक विश्लेषक हामी सबैको प्रिय व्यक्तित्व श्री खेमराज सेडाईज्यूलाई अनुरोध गर्दछु। खेमराज सेडाई हामी सबैको चिरपरिचित व्यक्तित्व हुनुहुन्छ। दाइको आवाजलाई टेलिभिजनको प्रोग्राममा हेरिरहँदा सुनिरहँदा साँच्चै नै गर्व लाग्छ। आज अगाडि देखिरहेका छौँ। त्यसै गरी म नेपाल प्रहरीका पूर्व एसएसपी आदरणीय दाजु दीपक रञ्जितज्यूलाई पनि म सम्मान ग्रहणको लागि विनम्र अनुरोध गर्दछु। दीपक रञ्जितज्यू। अब हाम्रा सम्मानकारी अतिथिहरूले चाहिँ अलि तपाईँहरूको भिडभाड चाहिँ बढी भयो भन्नु पर्ला है फेरि। त्यसै गरी दीपक रञ्जित जो नेपाल प्रहरीका पूर्व एसएसपी हुनुहुन्छ, समाजसेवी हुनुहुन्छ, आदरणीय दाजुलाई सम्मान ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी अर्को सम्मान ग्रहणको लागि म राष्ट्रभक्त साहित्यकार तथा अभियन्ता आदरणीय धर्मेन्द्र गुरागाईज्यूलाई अनुरोध गर्दछु। प्लिज स्टेजका प्रमुख अतिथिज्यूहरूले चाहिँ आफूलाई सम्हालिदिनु होला। धेरै भनिनँ मैले। यहाँहरू कसरी बस्नु भएको हुन्छ, कसरी दिन प्रदान गर्नुभएको हुन्छ, फेरि पछि टेलिभिजन हेर्दा ला भन्ने होला। हजुरहरूलाई ख्याल गरिदिन अनुरोध गरेँ। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन म धार्मिक अभियन्ता साहित्यकार माला बस्नेतज्यूलाई अनुरोध गर्दछु। नथपिदिनु सर, एकछिन ती राख्नु न यार, यो मैले बोल्ने ठाउँ पाएको छैन क्या। यहाँ अब आइहाल्छ, अब सकि त हाल्यो। यसै त मिलाउन सकिरहेको छैन। त्यसै गरी बुद्ध शान्त पार्क निर्माण समितिको सम्मान पत्र ग्रहण गरिदिन म बुद्ध शान्त पार्क निर्माण समितिका कोषाध्यक्ष निर्मल रञ्जितज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिनको लागि म साहित्यकार तथा अभियन्ता श्री एमपी पाण्डेज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन म मनोज कुमार शाहज्यू समाजसेवी पर्सा उहाँलाई अनुरोध गर्दछु। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन म आदरणीय डाक्टर केबी सम्राटज्यू अध्यक्ष सेभ द नेसन मिडिया उहाँलाई अनुरोध गर्दछु।
हजुर आउनु कुनै कारणले ए हजुर केबी सम्राटको प्रताप राणा मगर केबी सम्राटको सम्मान पत्र ग्रहण गरिदिनमा प्रताप राणा मगरज्यूलाई अनुरोध गर्दछु। उहाँ पनि सञ्चारकर्मी नै हुनुहुन्छ। सरले लिस्यो त। त्यसै गरी पवन कुमार शाहज्यू समाजसेवी पर्सा। अब हाम्रो एकदमै सशक्त राजनीतिज्ञ युवा राजनीतिज्ञ तथा समाजसेवी आदरणीय नवीन साईज्यू, उहाँलाई सम्मान ग्रहण गरिदिन अनुरोध गर्छु। नवीन साईज्यू। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन नागरिक मूल समारोह समितिका संयोजक राधेश्याम थापाज्यू। नवीन साईज्यूको सम्मान पत्र ग्रहण गरिदिन शुद्ध लक्ष्मी श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी अर्को सम्मान पत्र स्वराज मोर्चा महामन्त्री रोहित पौडेलज्यू। सायद यो संयुक्त राजनैतिक मोर्चा होला कि अब मैले बुझिनँ। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन म हिन्दू अभियन्ता अभिषेक जोशीज्यूलाई अनुरोध गर्दछु। अभिषेक जोशीज्यू। त्यसै गरी अर्को सम्मान पत्र रमेश तामाङ योन्जन अध्यक्ष वित्तीय सरोकार मञ्च। रमेश तामाङज्यू। त्यसै गरी अर्को सम्मान पत्र वरिष्ठ पत्रकार आदरणीय श्री प्रेम कैदीज्यू। यो नि अनिता दिदीले लिँदै हुनुहुन्छ, आएर गइसक्नुभयो। त्यसै गरी अर्को सम्मान पत्र पुष्पराज सापकोटाज्यू अभियन्ता तथा विश्लेषक। त्यस्तै गरी अर्को सम्मान पत्र इन्द्र कुमार चौधरीज्यू कलाकार एक्टर तथा डान्सर। यी त सबै कलाकार भित्रै पर्छन् होला। तल छ, मलाई अप्ठ्यारो भयो, यो सक्छु अनि ल ती राख्नु ल। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन तपाईँहरूले धेरैतिर देखिराख्नु भयो कि असाध्यै चर्चित समाजसेवी श्री लक्ष्मी बस्नेतज्यू अध्यक्ष नेपाल राष्ट्र बुद्ध भूमि सम्पदा बचाउ नागरिक अभियानको अध्यक्ष हुनुहुन्छ लक्ष्मी बस्नेतज्यू। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन अधिवक्ता तथा साहित्यकार श्री कृष्ण प्रसाद पौडेलज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन यहाँहरूलाई थाहा छ नि सुन्दरमा धरहरा अग्लो भएर उभियो। त्यो धरहरा उभिनको लागि नेपाल सरकारले जति खेल खेल्यो, भूमिका गर्यो, त्यतिकै भूमिका साहित्यकारहरूको तर्फबाट आदरणीय ध्रुव गजुरेल दाजुले गर्नुभएको थियो। उहाँ धरहरा अभियन्ता तथा साहित्यकार ध्रुव गजुरेलज्यूलाई सम्मान पत्र ग्रहण गरिदिन अनुरोध गर्दछु। बाहिर हाम्रो अतिथिहरूलाई खाजा चियाको व्यवस्था के छ साथीहरूले, संस्थाका साथीहरूले ख्याल गरिदिनु होला है। हाम्रा पाहुनाहरू त्यत्तिकै नजानुहोस्। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन म लोक भाका सर्जक तथा साहित्यकार श्री पार्वती घिमिरे पौडेलज्यूलाई अनुरोध गर्दछु। पार्वती घिमिरे पौडेलज्यू। त्यसै गरी अर्को सम्मान पत्र ग्रहण गरिदिन हरिशंकर चौधरी वरिष्ठ सङ्गीतकार तथा गायक। पार्वती हो, हरिशंकर चौधरीज्यू। त्यसै गरी अर्को स्रष्टा कपालेश्वर यादव साफ नेपाल